दार्जिलिङ हिमालयन रेलवे सन् 1881 मा सर फ्र्याङ्कलिन पेरिस्टेजद्वारा स्थापित भएको हो। उहाँले सरकारलाई दार्जिलिङदेखि सिलगढीसम्म रेलमार्ग बिछाउने प्रस्तावना राखेका थिए र त्यो प्रस्तावना सरकारद्वारा सन् 1879 मा स्वीकार गरियो। त्यसपश्चात 5 नोभेम्बर सन् 1999 मा युनेस्कोद्वारा यसलाई विश्व धरोहरको उपाधि प्रदान गरियो। दोस्रो विश्वयुद्धको समयमा पनि दार्जिलिङ हिमालयन रेलवेले सैनिकहरू साथै युद्धका सामानहरू ल्याउने कार्यमा पनि उति नै ठूलो भूमिका निर्वाह गरेको छ। सुरुका दिनहरूमा यसले दार्जिलिङदेखि एनजेपीसम्म माल सामान बोक्ने कार्य पनि गर्ने गर्थ्यो। तर पछि बस ट्रक आदि आए पश्चात यसले उनीहरूसित प्रतियोगिता राख्न सकेन, साथै केही दुर्घटनाहरूको कारणले सामान ल्याउने पुर्याउने कार्य पनि यही रोकियो। यो विश्वभरि नै टोय ट्रेनको नामले पनि प्रख्यात छ। यसका सम्पूर्ण कलपुर्जाहरू इङ्ल्यान्डको ग्लासगो भन्ने ठाउँमा बनिने गर्छ। यो पूर्वोत्तर सीमा रेलवे नामले पनि संसारभरि नै परिचित रहेको छ। यसको यात्रा दार्जिलिङदेखि सिलगढीसम्म चल्ने गर्छ र यस यात्रामा 14वटा स्टेसनहरू पर्ने गर्छन्। ती हुन् जस्तै घुम, सुनदा, टुम, खरसाङ, महानदी, घैयाबारी, तीनधारे, चुनभट्टी, राङटाङ, सुकुना, सिलगढी आदि। दार्जिलिङदेखि सिलगढीसम्म प्राय 78 किलोमिटर पर्ने गर्छ। दार्जिलिङ स्टेसनको उचाइ समुद्र तलदेखि 6812 फिट रहेको छ भने घुम स्टेसनको उचाइ 7407 फिट रहेको छ र यो एसियाको नै सबभन्दा उच्च हिल स्टेसन पनि रहेको छ। अहिले वर्तमानको समयमा दार्जिलिङ हिमालयन रेलवेको 6वटा स्टिम इन्जिन अनि 3वटा डिजल इन्जिन चल्ने गर्छन्। दार्जिलिङ हिमालयन रेलवेको प्रसिद्ध यात्रा दार्जिलिङदेखि लिएर छेवैको घुम स्टेसनसम्म चल्ने गर्छ। त्यस यात्रालाई हामी जोयराइड भन्ने गर्छौँ। यस यात्रामा दार्जिलिङका केही आकर्षण ठाउँहरू पनि पर्ने गर्छन्। बतासे लुप आउन अघिका घुम्तीहरूबाट देखिने हाम्रा दार्जिलिङका महाकाल डाँडा, सर्वोच्च कञ्चनजङ्घा साथै सन्दकपुर फालुट जस्तो पर्यटक दृश्यहरूले हाम्रो दार्जिलिङ DHRको शान कायम राखेको छ। केही माथि पुगे पश्चात यात्रीहरूको निम्ति ट्रेन 10 मिनटको निम्ति बतासे लुपमा थामिने गर्छ र त्यहाँ गोर्खाहरूको शान स्मारक प्रसिद्ध छ। त्यहाँबाट केही सुन्दर दृश्यहरू हेरे पश्चात रेल फेरि चल्ने गर्छ। त्यसपछि यो रमाइलो यात्रा फेरि सुरु भएर घुम सङ्ग्रहालयसम्म पुग्ने गर्छ। त्यहाँ 30 मिनटको निम्ति यो थामिने गर्छ। यो यात्रामा सङ्ग्रहालय भ्रमण पनि जोडिएको हुनाले यसको कुनै रकम पर्दैन। दार्जिलिङ हिमालयन रेलवेले अरू रमणीय यात्राहरू पनि गर्ने गर्छन्। यसमध्ये रेल पाण्डा विशेष रेल यात्रा दार्जिलिङदेखि खरसाङसम्म, हिमालयन अन विन्ड विशेष रेल यात्रा खरसाङदेखि महानदीसम्म, जङ्गल सफारी सिलगढीदेखि रङटङसम्म, रेल यात्रा दार्जिलिङ खरसाङ हुँदै सिलगढी अनि
स्थानीय रेल यात्रा दार्जिलिङदेखि खर्स्याङसम्म। दार्जिलिङ हिमालयन रेलवे हाम्रो मात्र नभएर विश्व सम्पदाको हो र यसलाई बचाइराख्न हामी सबैको कर्तव्य ठहरिन्छ अनि दार्जिलिङलाई विश्व प्रसिद्ध बनाउनमा यसको ठुलो भूमिका रहेको छ। हाम्रा दार्जिलिङलाई विश्व प्रसिद्ध बनाउन साथै अझै सुन्दर बनाउनको निम्ति हाम्रा DHR सर्वप्रथम रहेको छ र हामीले यसलाई जोगाइराख्न हाम्रो साथै विश्व पनि कर्तव्य रहेको छ। यति भन्दै हाम्रो छोटो चलचित्र यही समाप्त गर्दछौँ। धन्यवाद।